गाइस वेलकम ब्याक टु अनिशा's vlog। गाइस अहिले चाहिँ बिहानको 4:15 भइरहेको छैन। हामी किन यति छिटो उठेको आज भने चाहिँ नि हामी चाहिँ आज घुम्न जाने नि त हैन। म मेरो साथी आमा बाबा जाने हैन। अन्त हामी चाहिँ घरबाटै पकाएर लैजाउँ भनेर नि हो। अनि हामी चाहिँ कहाँ जाने भने नि हामी चाहिँ नाम्ची जाने चारधाम र तिमीटारको। सो यो भ्लग चाहिँ अलिक लामै हुन्छ, तपाईहरु हेरिदिनुस् हुन्छ। हेर्नुस् अब चाहिँ नि म नि यो आटा मुस्नु आँटेको हैन पुरी बनाउनुको लागि। अन्त हामी चाहिँ के लाने भनेर नि पुरी लाने हो, त्यहाँबाट रामेन हो, त्यहाँबाट आलुदम, त्यहाँबाट चिया लाने हो। अहिले चाहिँ म यहाँ यो आटा सुजी आटा हो त्यो मुस्दैछु हो। अब म तपाईहरुलाई सबै रेडी पारेर देखाउँछु हुन्छ। गाइस हेर्नुस् यहाँ चाहिँ आलुदम पनि रेडी भइसकेको छ हो। चाहिँ हो नुनको चिया, अन्त यहाँ चाहिँ चिनीको हैन। अनि यहाँ चाहिँ हामीले पुरी हालेको छ हो। अनि यसमा चाहिँ अब तातो बस्छ नि त हो, अनि बोक्नु पनि सजिलो, त्यही भएर हामीले यहाँ हाल्यो पुरी चाहिँ। यहाँ चाहिँ हेर्नुहोस् यहाँ रामेन छ। यहाँ चाहिँ हामीले सस यसरी अलग्गै बोकेको छ हो। अनि सससँगै हाल्यो भने चाहिँ फेरि अब ढाडिन्छ जस्तो लाग्यो कि, त्यही भएर हामीले चाहिँ अलग्गै बोकेको हो। घरै खानै खेर मात्रै यहाँ हालेर खानुपर्छ। हेर्नुहोस् अब हामी चाहिँ रेडी पनि भइसक्यो हो। अब चाहिँ हामी जान आँटेको। चाहिँ मेरो आमा पनि रेडी हुनु भइसकेको छ हो। अब चाहिँ हामी गएको। बाई एभ्रिवान। गाइस हामी चाहिँ यहाँ गाडी पर्खिरहेको छैन, अन्त गाडी चाहिँ आएकै छैन हैन। अनि हाम्रो चाहिँ कति बेसी सामान छ म तपाईँलाई देखाउँछु र। हेर्नुहोस् कति बेसी सामान छ यहाँनिर। गाइस हामी चाहिँ यहाँनिर नि रानीपुलमा यहाँ बालाजीमा चाहिँ नि मिठाई किन्न आएको होइन, किनभने फर्स्ट हामी चाहिँ मन्दिर जाने नि त होइन। अनि त्यही भएर चाहिँ हामी बालाजीमा आइरहेको छ मिठाई किन्नु। गाइस हामीले चाहिँ हेर्नुहोस् यहाँ मिठाई पनि किनिसक्यो हो। गाइस हामी चाहिँ यहाँ मिठाई किनेको थियो कि, अनि हामी चाहिँ मिठाई खाँदै गएको गाडी हावाले। हेर्नु न मेरो कपाल के बनाइदियो कस्तो मिठाई। यहाँनिर मामरिङ साउथ सिक्किममा चाहिँ हाम्रो यो एकछिन बिसाएको नि त होइन। म तपाईँलाई यहाँको भ्युज देखाउँछु ल, कस्तो दामी। हेर्नुहोस् न भ्युज कस्तो दामी को पर हेर्नुहोस् सिक्किम लेखेको यहाँ हो। गाइस हामी चाहिँ भर्खर चारधाम आइपुग्यो। अब चाहिँ हामी मन्दिर दर्शन गर्नु गएको। लाग्यो भाडा हो। हामी अझै दुईटा ठाउँ जानु छ, सामदुप्चे एन्ड टिमिटी। हामी भर्खर यहाँनिर अहिले चारधाममा छ हो। बाबासँग हिँडिरहेको यहाँ चाहिँ पूजा गरिसक्यो हो। अनि म चाहिँ नि तपाईँहरूलाई एउटा चिज देखाउँछु ल। यहाँबाट चाहिँ नि सामदुप्चे देख्दो रहेछ कि, म तपाईँलाई देखाउँछु ल। दुप्चे चाहिँ यहाँदेखि देख्दो रहेछ, म जुम गरेर देखाउँछु ल। यहाँनिर चाहिँ सामदुप्चे छ हो होइन। यहाँबाट सामदुप्चे देख्ने, सामदुप्चेबाट चाहिँ यता चारधाम देख्दो रहेछ। म उता सामदुप्चे गएर पनि म भिडियो बनाएर तपाईँलाई देखाउँछु हवस्। अब चाहिँ हामी यहाँ सामदुप्चे आइपुग्यो होइन। अन्त यहाँ चाहिँ छ चढाउने छुहरू। अब चाहिँ हामी जाँदैछ भित्र।
यसै बाँदरलाई फ्यालिदिनु न फ्यालिदिनु त्यहाँ भुइँमा हेर्नुहोस् है गाइस कसरी खाँदो रहेछ लग्यो खाइदिन्छ भनेर हेर्नु ल ल नगर्नु बाबा दिँदैन अरे हौ तपाईँलाई दिँदैन अरे गरिराख्नु गयो भित्र लाग्यो लुकायो आयो भगवान हेर्नु गाइस के हो भन्नु दाँतले ट्राई गर्छ दाँतले पनि भएको छैन खाएको अरे ती माया लाग्दो पाराले हेर्नु नि खानु नजानेको के गरेर खाएको है म नि खाएको हेर्नु नि त्यहाँनिर been too long now. I think that I want a second guess you, a second guess me, a second guess them. Don't second guess we live in the moment, cause we are so free. And in this moment, life is like a dream. Live in the moment, cause we are so free. And in this moment, life is like a dream. So come a little closer, but don't hold your breath. Silence in the background, violence in your eyes now. Remember that time you gave your heart to me. Remember that time when life was like a dream. You know what I know. You know what I know. I need to hold you close to me.
Reminiscing the good old days, remembering to forget all the bad ones. टिमिटी पनि आइसक्यो होइन यस्तो ब्युटिफुल रहेछ हो अब नि हामीले टिकट काट्नुपर्छ कस्तो दामी रहेछ म तपाईँलाई देखाउँछु ल कस्तो दामी गाइस हामी चाहिँ नि ओ माथिको चेरीमा गएको ओ माथिको चेरीमा फोटो खिच्नु लसे हर्स राइड गर्दैछु टिमिटीमा हुन त पहिला पनि गरेको कि भए पनि आज मलाई डर चाहिँ लाग्दैछ हो सिमे आज अलिक कन्फिडेन्स आउँदैछ अघि चाहिँ पुरा डर लागेको थियो मलाई चाहिँ मजा आयो अझै मजा आउँदैछ जो अहिले त राति राति हुँदैछ अब साँझ पर्यो त मजा आयो मजा आउँदैछ बस्नु न तपाईँलाई हालिदिउँ क्या उसमा अहिले हालिदिइराख्छु ल नुनको खानु तपाईँ खानु न ठिकै छ फर्स्ट टाइम मलाई यस्तो रोडमा बसेर आएको थियो त्यो मधेरो नअधेरो कस्तो भएछ मिठो भएछ आलु पनि मिठो भएछ चिकन पनि मिठो भएछ हो आमा अन्त अहिले टाइम चाहिँ अलिकति मिठो भयो क्या फोटो दिनुले गर्दा हो अब यदि खाजा साजा खायो र अब जान्छु म प्रीति आज का दिन कैसा हुआ आपका हाँ नाइस प्लिज हेर्नुहोस् न फर्किँदा त्यस्तो राति भयो हो अब चाहिँ हामी रामेन खाँदै घर फर्किँदैछ गान्तोक हामी बिहान कति 8:30तिर हिँडेको अहिले चाहिँ 5:30हरू भयो कि विन्टरले गर्दा पनि होला होइन अलिक अँध्यारो भइहाल्छ नि त छिटो अँध्यारो हुन्छ नि त नि अहिले अन्त त्यही भएर यस्तै भयो गाइस हामी चाहिँ भर्खर घर आइपुगेको होइन कति बजी टाइम 8:45 भएछ होइन बिहान चाहिँ हामी 8:30मा हिँडेको अन्त यस्तो पकाइतुलाई गर्ने चाहिँ हामी कति 4 बजीतिर उठेको हो अनि त्यहाँबाट हामी गुम्पा मन्दिर पनि गयो नि त होइन अनि मान्छे यहाँनिर यहाँनिर नि यस्तै सुङ्गीहरू ल्याएको छु होइन अनि यहाँनिर छ बुट्टी हो अनि बाजुलाई यो मलाई अन्त यो चाहिँ मैले बिरा ल्याइदिएको हो अब यति नै ल्याएँ मैले हो सो थ्याङ्क यू एभ्रीवन फर वाचिङ माई भ्लग